बल छाउन्जेल कुद्नुहोस् भनेर भन्नु मिलेन होइन आइ तर पनि मैले अगाडि गुफा पोखरी यो चाहिँ गुफा पोखरी यस्तै छ हेलो हाई गुड मर्निङ सम्पूर्णमा म चुनहाङ अहिले भने म चाहिँ बिहानै 5 बजीतिर यहाँबाट निस्किनु लागेको छु साथीहरू गुफा पोखरीसम्मको लागि साथीहरू नयाँ हुनुहुन्छ भने चुनहाङ लिम्बू च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्ने कोसिस गर्नु होला अहिले चाहिँ मेरो यात्रा यहाँबाट सुरु हुनेछ अब त्यहाँको चाहिँ भयानक के छ हेर्दै गरौँ साथीहरू अहिले पनि हामी यहाँ आइपुगिसकेको छौँ जङ्गलमा यहाँ साथीहरू हुनुहुन्छ सबैजना भेला भएर यहाँबाट जाने हो साथीहरू अहिले भने यहाँ हामी भेरेटारमुनि आइसकेको छौँ भेरेटारमुनि आइसकेको छौँ मेरो साथीहरू चाहिँ कहाँ गए मलाई थाहा नै भएन साथीहरू प्लिज आउनुहोस् आउनुहोस् साथीहरू कहाँ छन् हराउनु भयो त म भने यहाँ आएर पर्खिराखेको अवस्था ल साथीहरू अहिले चाहिँ हामी धनकुटाको कुन ठाउँमा आयौँ थाहा नै छैन हो बजारमै हो धनकुटा बजारमै हो खै बजारमा त घरै छैन हाम्रो साथीहरू कहाँ रहे पर्खेको खै यहाँ तलसम्म त सँगै थियो आउँदै होला सुनसान छ साथीहरू अब हामी फेरि उकालो लाग्दैछौँ है धनकुटा बजार यहाँ देखिँदैछ बिहानै अहिले भनेको चाहिँ 7 बज्नु अझै 10 मिनट बाँकी छ साथीहरू के गर्ने त यहाँ हाम्रो यात्रा जारी छ धनकुटा चाहिँ यस्तो छ अलिक राम्रो देखिएन मौसम तुवालो लागेको छ यहाँदेखि पारी हेर्ने ठाउँ चाहिँ सबै हुस्सुले ढाकेको छ के गर्ने यस्तै छ अहिले भने हामी धनकुटाको हिँड्ने बजारमा पेट्रोल पम्प आइसकेको छौँ साथीहरू घाम त्यहाँ यहाँ तल चाहिँ साथीहरू हेर्नुहोस् एकदमै कुन ठाउँ कुन गाउँ कहाँ यो आयो हराइयो पातल घारीमा हराइयो पर हाम्रो साथीहरूलाई फेरि यसो चेकजाँच गर्दै हुनुहुन्छ के गर्नु अब नियमहरू पालन गर्नुपर्ने हुन्छ त्यो चाहिँ के रहेछ फोटो टोकियो तपाईँ बसन्तपुर बजारमा बसन्तपुर बजार चाहिँ हामीले अब काटिसकेको रहेछौँ के हो कि जाँदैछौँ यो तलको बसन्तपुर रहेछ भने कच्चा बाटो अब कच्ची बाटो आएको कच्ची बाटो आइसक्यो अब यो चाहिँ पुरा भरा छ हेर्नुहोस् माथि आम्म गाह्रो छ अगाडि बढ्दैछौँ लालीगुराँसको राजधानीतिर अगाडि बढ्दैछौँ हाम्रो यात्रा भने यसरी नै अगाडि बढेको छ साथीहरू यहाँ दाउरा पुरा कस्तो खतरा दाउरा रहेछ लालीगुराँसहरू चाहिँ यहाँ माथि फुलिरहेको छ होइन यसरी अगाडि बढिरहेको छ ल के गर्ने त चाहिँ अब तल यो चाहिँ के पार्किङ के बस स्टप हो कि दाइ यो के बनाउन आँटेको यो चाहिँ हाम्रो एउटा यहाँ पार्क बन्दैछ ए पार्क यहाँ दामी पार्क बन्छ अब अहिले सबै हुस्सु लागेर केही देखेको छैन धेरै तिनजुरे पाथीबाट यहाँ माथि डाँडामा पर्छ भने अब हामी भने जाँदैछौँ माथि तर यहाँ तल अलि पनि कुन बजार हो त्यो थाहा भएन एकदम नाङ्गो डाँडा छ हेर्नुहोस् रमाइलो छ सुनसान बस्ती हामी अगाडि बढिरहेका छौँ पुरा मेरो साथीहरू चाहिँ मलाई छोडेर गइसक्नु भयो जाँदैछु वर पछिपट्टि चाहिँ उहाँले अलिकति नदेखिने रहेछ अब हामी जाँदा तापले चाहिँ गुफा जाँदा यसरी हुँदै जान्छ अनि अब फेरि हामी जाउँ अगाडि यात्रा अगाडि बढिरहेको छ एकदमै पुरा दमदार हिँडाइ छ म एक्लै जाँदैछु मलाई मेरो साथीहरूले छोडेर जाँदै हुनुहुन्छ म चाहिँ पुरा यहाँ उकालोमा हिँड्दैछु माथि पुग्नु भएछ मलाई त डर लाग्यो गाडी लाग्यो यस्तो छ
यस्तो बित्थामा हेर्दाखेरि त बिन्दास रमाइलो छ है। हेर्नुहोस् ठाडै भिर छ। अबुई कस्तो डर लाग्दो ठाउँ चाहिँ यहाँबाट तल छ। आम्मामा तलको सानो बजार छ, डर लाग्दो छ। पहरा छ यहाँ। अबुई मलाई त डर लाग्यो। तनाव छ, तनाव छ साथीहरू। अगाडि बढौँ अब। एकदम तनाव, दम बढेर लेख लागेर यतिमै पनि तनाव छ। ठिकै छ, यात्रालाई अगाडि बढाउँदैछु बिता हिँडेर भए पनि। हेर्नुहोस् न त कस्तो कहाली लाग्यो। चक्कर पनि लाग्यो त, कहाली लाग्यो, चक्कर लाग्यो। अहिले भने हामी यो हिमाल देखिराखेको छ पारी है। त्यो हिमालको नाम के हो थाहा नै भएन। यता भने हाम्रो दाइहरू दिदीहरू पूजा गर्दै हुनुहुन्छ। पछाडि म पनि यहीँ छु। पूजा गरिसकेँ मैले चाहिँ। भगवानसँग आशीर्वाद मागिसकेको छु। अब यहाँ तल जाउँ भने अलिकति गाह्रै छ कि हिँड्नलाई, फर्केर आउनु अलि सकिँदैन कि भन्ने मलाई लाग्यो छ। तर पनि तेरिका म जाँदैछु साथीहरू। इन्जोय। आम्माम आँखाले त केही देखिँदैन त। म जाँदैछु त्यहाँसम्म साथीहरू। हाम्रो चेलीबेटीहरू नाच्दै हुनुहुन्छ भन्ने मलाई लागेको छ। मेरो चाहिँ यात्रा यसरी अगाडि बढिरहेको छ है साथीहरू। कुद्नुहोस् तपाईँको बल छाउन्जेल कुद्नुहोस् भनेर भन्नु मिलेन होइन। आइटेरिका हामी जाँदैछौँ, हामी अगाडि बढ्दैछौँ। के छ कसो छ यहाँतिर चौरीमा हिँड्दा दामी आएको छ, आनन्द भएको छ। यता यसरी चारैतिरै यस्तो कस्तो रमाइलो ठाउँ छ। तपाईँहरू पनि आउनुहोस् भन्दै आया। हात पनि गल्यो हो। बिन्दास रमाइलो छ हौ, बिन्दास। हेर्नुहोस् साथीहरू, रेकर्डिङ चाहिँ हुँदैछ कि छैन थाहा छैन। तर पनि म अगाडि सेरे सेरे भन्नुभन्दा पनि आशा यो डाँडामा आइपुगेको छु। तिनजुरेको टुप्पामा आशा भन्दै तिमीलाई म खोज्दै आएँ आशा। तर मैले तिमीलाई भेटिनँ होइन। र पनि ठिकै छ, तिमी पक्कै पनि घरमा होला, मलाई सम्झेर बसेको होला भनेर हल्का मैले इन्जोय गरेँ यो डाँडामा आएर। सबैजना साथीभाइहरूलाई मेरो सलाम छ भन्दै। अरे सिसा रहेछ, यसले त भेट्यो भने मान्छेलाई चुर्लुमै पार्छ है। हो योभन्दा तल चाहिँ जान सकिँदैन फेरि। यहाँ तल छाँगा छ, यस्तो छाँगा छ। चुनाङ भ्लगमा तपाईँहरूलाई एकदमै मेरो धेरैभन्दा धेरै स्वागत छ। प्लिज मेरो भिडियोलाई अन्तिमसम्म पनि हेरिदिनुहोस् भनेर विनम्र अनुरोध गर्दछु साथीहरू। र नयाँ आउनुहुन्छ भने लाइक कमेन्ट अनि सेयर पनि गर्नुहोस्। सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला नयाँ साथीहरूलाई भन्दै। अहिले यो तिनजुरेको यस्तै सेरोफेरोमा म रहेर तपाईँहरूलाई आनन्द तरिकाले देखाइरहेको छु है साथीहरू भन्दै। अब अहिलेलाई भने म यहाँबाट यता मन्दिरतर्फ जानेछु। फेरि पनि हामी अगाडि बढ्नेछौँ यहाँबाट। ल अहिले भने हामी चाहिँ तिनजुरेको पाथिभरामा दर्शन गरेर पनि वापस आइसकेको छौँ साथीहरू। अब भने हामी फेरि यता गुफातर्फ लाग्नेछौँ। तपाईँहरूको लागि हामी पुरा खट्नेछौँ यहाँ साथीहरू। हामी चाहिँ तिनजुरेको यो पुरा टुप्पामा आइपुगेको छौँ। यहाँनिर डर लाग्दो छ है साथीहरू। यस्तै छ, एक्लै छु म, घना जङ्गलमा एक्लै छु। अब यात्रा अगाडि बढिरहेको छ। हेलो साथीहरू, कहाँ यो आयो हो, कहाँ यो आयो। मलाई त सबैले छोडेर कता गए, पछाडिको आउनु सकेनन्, अगाडिको गएकै कहाँ जानुभयो हाम्रो दाइहरू। एक्लै छु म यो एकदम लालीगुराँसको जङ्गलमा। म एक्लै छु साथीहरू, के गर्ने यस्तै छ। प्लिज हेल्प मी भन्नु त मिलेन। साथीहरू आउँदैछन्, पछाडि अगाडि सबैजना हुनुहुन्छ।
अब यात्रा भनेको आजको धेरै कठिन छ। हेरौँ के कस्तो हुने हो। अब अझै पर गुफा कहाँ छ थाहा छैन। ल हामी चाहिँ गुफा पुग्न लाग्यौँ। सायद त्यही तलको होला गुफा होइन, त्यही तलको जस्तो लागेछ। हाम्रो गाडी पनि अगाडि जाँदैछ। अहिले भने पुरा हिँडिराखेको छौँ साथीहरू। गाह्रो छ एकदम। यो बाटो चाहिँ एकदम जिन्दगीमा पहिलोपल्ट यस्तो खराब बाटो देखियो, हिँडियो मरिने हो। अब ज्यान दुखेर साथीभाइहरू तनावग्रस्त छ। अब जाउँ फेरि अगाडि हामी भने गुफामा फाइनली आइपुग्यौँ। यहाँ तनावग्रस्त भएर यहाँ आइपुग्यौँ। साथीहरू पछाडि नै हुनुहुन्छ। म पनि लड्दै दुईपल्ट लडेर चाहिँ यहाँ आइपुगिसकेको छु। अब अहिले भने म यो गुफा पोखरी घुमेर पनि सक्नै लागिसकेँ होइन। अब गुफा पोखरीमा खानासाना खाएर म फेरि अब रिटर्न ब्याक धरानतिरै जानेछु। के गर्ने त साथीहरू। अब आजको यात्रा यस्तै भयो। एक्लो जिन्दगीको यात्रा यस्तै छ। यहाँ तल छ गुफा पोखरी भन्ने यस्तो छ। यो पानीलाई छुनु मिल्छ कि मिल्दैन, तर पनि म यहाँसम्म भने आइसकेको छु। यो हो गुफा पोखरी। यहाँको यो चिल्लो डाँडा नाङ्गो डाँडाको टुप्पामा भने यसरी हरियो गुफाको पोखरी छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। शङ्खसभाको उचाइमा रहेको यो नाङ्गे डाँडा गुफा पोखरी भनेर यहाँ यसलाई चिनिन्छ। साथीहरू हेर्नुहोस्, चारैतिर केही छैन, बादल छैन, हरियाली छ, एकदमै हरियाली छ। ल साथीहरू, यो गुफा पोखरीमा आएर चाहिँ एकपल्ट सुतेरै जानु होला। यहाँ आनन्द छ, एकदमै तातो छ। डलपै हो, अर्गानिक डलप एकदम डलपले बनाइदिएको। तपाईँहरू पनि आएर यहाँ इन्जोय गर्नु होला। यति नै, ल धन्यवाद। एकदमै राम्रो रमाइलो ठाउँ। यहाँबाट यसो गयो भने चाहिँ धरान जान्छ होइन। कुरा हुँदै धरान जान्छ भने यहाँबाट यसो गएर गयो भने चाहिँ फेरि ताप्लेजुङ जान्छ है। ताप्लेजुङको महेवा खोला गाउँपालिका निस्किन्छ। शङ्खसभाको डाँडा रहेछ। गुफा पोखरी यस्तै छ साथीहरू, हेर्नु सक्नुहुन्छ। तपाईँहरूले पनि आउनु पनि सक्नुहुन्छ है। एकदम इन्जोय गर्नु होला। यहाँ आएर चिसो हावा चाहिँ चलिरहन्छ। अनि त्यस्तै आनन्द। यो गुराँसको फुलहरू देख्नु पाउँदा आनन्द लाग्छ। त के गर्नु, यो गुराँसको फुल एउटै मात्रै छ हौ, फुलेको छैन। यहाँतिर यो हल्का छ फुल्नु खोज्दैछ, तर पनि ठिकै छ। हामीले एरियामा एक दुई ठुङ्गा भए पनि गुराँस हेर्नु पायौँ। नेपालको राष्ट्रिय फुल लाली गुराँस। सेतो गुराँस चाहिँ देखिएन, यो रातो गुराँस चाहिँ देखिएको छ। साथीहरू यो दौराको हार लगाइ चाहिँ एकदमै खतरा छ। खतरा छ, देख्न सक्नुहुन्छ। पुरा खतरा छ। पहिले चाहिँ यहाँबाट यसरी उकालो हिँड्नु पर्थ्यो अरे। पहिलो यात्रा हिँड्दाखेरि तेह्रथुम धरान जाँदाखेरि होइन। एकदम हुन्छ यस्तै छ। यो चाहिँ गुफाको बजार एकदमै रमाइलो छ। यहाँ खानु बस्नु सुत्नुको पनि सबै सुविधा छ। यो चाहिँ बिल्डिङ घरै ठडियाएको रहेछ। यहाँ पक्की घरै छ। रमाइलो छ। आज चाहिँ हामी यतैतिर खाना खाँदैछौँ साथीहरू। हेलो साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो यो छुर्पी? मलाई चाहिँ एकदमै मिठो लाग्यो, स्वादिष्ट पनि लाग्यो। तपाईँहरू पनि गुफामा गएर यो छुर्पीको स्वाद लिन सक्नुहुन्छ भनेर चाहिँ जानकारी गर्न चाहेँ मैले। साथीहरू, यो गुफाबाट तल हेर्दाखेरि कति रमाइलो छ है। एकदमै मलाई चाहिँ रमाइलो लाग्यो। यो चाहिँ तेह्रथुम पर्छ। यता चाहिँ गुफा चाहिँ शङ्खसभा हो भने यहाँदेखि उँधो हेरेर गयो भने चाहिँ यो सबै तेह्रथुम र ऊ पर देखिने डाँडा चाहिँ त्यहाँ ताप्लेजुङ जाने बाटो हो। ताप्लेजुङको महेवा खोला गाउँपालिका मानिसिन्छ
भनेपछि यो तलको गाउँ कति रमाइलो छ साथीहरू। आजको भिडियो भने यति नै हो। फेरि पनि अर्को भिडियोमा हामी जोडिनेछौँ भन्दै धन्यवाद।